हाई गाइस अरु आज चाहिँ थर्ड डे हो अनि हामी जाँदैछ अनि हाम्रो टिम आज चाहिँ हाम्रो थर्ड डे हो गाइस हेर यो मोटीले गर्दा यसरी टेकिदिएँ कि म उछिटिँदै गरी टेकिदिएँ उता जाँदाखेरि भन अगाडि भाइ हेर हेर यो मोटी के गर्नु गाई यस्तै चाहिँ फेरि जहिले बिजोग हुन्छ जहिले मुड खराब हुन्छ यो मोटीले गर्दा जहिले मैले गर्दा हुन्छ रिस उठ्छ क्या मलाई के गर्नु गाई चाहिँ बेसी हो अब चाहिँ हामी फेरि बिसी जाँदैछौँ तैँले साला कस्तो देख्यो राम्रै देखिए यहाँ मान्छेको यहाँ जिन्दगी बर्बाद गरिदिएर एउटा कपाल चुलेको जिन्दगी बर्बाद त्यस्तो झगडा ए देखान म होइन ए होइन नारा जुलुस हो रे नारा जुलुस त यो गर्नु स्कुल जानु लाग्यो पिसीबाट फर्केर दाइरोमा पानी लिएर ग्लु लिएर के गर्नु चप्पल चुट्टेर ग्लु लिएर हिँड्दैछु मात्र छ यहाँ पानी खाँदै ग्लु लिँदै चप्पल चुट्टाउनु पऱ्यो किन गरिब छु के गर्नु पानी खाने बोतल पनि छैन हामी चाहिँ यस्तै बसिरहेछौँ कामै छैन यसको खाप चाहिँ हेर यस्तो ठुसिया चाहिँ ओ मोटी नरिसाना नरिसाना अब के गर्छ यस्तै त हो हामी चाहिँ अब स्कुलमा नाटक गर्ने भनेको थियौँ अब नाटकै गरेँ फेरि जाने छैनौँ त्यही भएर हामी यहाँ सल्लाह गरेर हामी मोटी रिसाइरहे बिच रोडमा बसेर यस्तै त हो अब चाहिँ हामी एकछिन सिक्छौँ अनि त्यसपछि चाहिँ स्कुल गर्न जान्छ क्या टिप्पर आएर पनि मलाई त सिक्छु रिस उठान्न म बोल्नै दिन्न कि टिप्परले ए जान्थ्यो भने बोल्छु ए सरी माई मिस्टेक आई डोन्ट नो हाउ टु ब्रेकिङ यो गाडी पनि साला अनि हामी चाहिँ जाँदैछौँ फेरि एकछिन अब नाटक सिक्छौँ रुममा गएर पिसी गएर आयौँ अनि नाटक सिक्छौँ अनि त्यसपछि चाहिँ फेरि हामी स्कुल स्विमिङ गर्न जान्छौँ त्यहाँ अनि स्कुलमा अनि उनीहरू चाहिँ रोल प्ले पनि गर्छौँ म तपाईँहरूलाई देखाउँछु म यति धेरै चप्पल छ गाइस तर मैले त्यही पनि यस्तै चप्पल के गर्नु गाइस फेब्रुल ग्रुपले चप्काइ ड्रामा सकेर हामी चाहिँ जाँदैछौँ अगाडिबाट यस्तो आउँदैछ स्कुल स्विमिङ गर्न ला यसले मलाई एकचोटि हान्थ्यो भने म कहाँ पुग्छु होला गाइस तै पुग्छस् नालीमा देखो गाइस अकेला है हमारे साथ और हम जा रहे हैं स्कूल में अब स्कूल में पहुंच जाएंगे तब मैसेज गर्छु भन्छु मैसेज गर्छु भिडियो बनाउँछु बाई गाइस हामी चाहिँ स्कुल पुगिसक्यौँ अनि आधा टिम चाहिँ अगाडि गएर बसिसक्यो हामी चाहिँ पछाडि आउँदैथ्यौँ अझ पछाडि छन् दुईजना अरू चाहिँ त छन् यही हो गाइस स्कुल चाहिँ अब चाहिँ हामी स्कुल स्विमिङ गर्छौँ त्यही हो अरू त के भनौँ देखो गाइस अरू यहाँ के गरिरहेछन् म चाहिँ बिहान पकाएर हिँडिरहेको छु यहाँ त बच्चा बच्चाहरू मात्र छन् त्यही हो अब स्कुल स्विमिङ सुरु गर्छौँ भित्र आइसके अनि यहाँ चाहिँ सोधिरह नेपाली बुझ्छु या नै बुझ्छु स्कुल स्विमिङ सकेर घर जान लाग्यो रुम जान लाग्यो मतलब घर मतलब रुम अनि अनि हामी चाहिँ रुम जान लाग्यो अनि त्यहाँ के ब्रदर समथिङ के भन्छ नि अनि त्योसँग कुरा गर्दैछौँ अब भोलिदेखि हाम्रो चाहिँ पर्सिदेखि चाहिँ गाउँमा छ त्यही भएर अनि त्यो कुकुर मलाई त्यो गरिरह हेरिरहेछ अनि यस्तो थकाइ लाग्यो अब गएर मस्तसँग सुत्तिन्छ यति नै हो गाइस अरू त के भनौँ त्यही हो अनि विनोद आज अलि रिस गुस्सामा छ गुस्सा देखो गाइस देखो अरू त्यहाँ कुरा गर्दैछन् हामी चाहिँ जाँदैछौँ स्यान्टु विनोद त जाँदैछ केटीको ब्याग बोकेर भरिया चाहिँ अनि हामी चाहिँ पिसी जाँदैछौँ अरू दुईजना दाइहरू चाहिँ यता गइसक्नु बोकेर रुम गइसक्नु अनि हामी चाहिँ पिसी गएर हाजिर साजिर लगाएर आउँछौँ अनि रुममा आएर
सुत्छौँ त्यति नै आज यस्तो थकाइ लाग्छ त्यही हो यही हो राजापुरको बजार गाइज म राम्रो देखेन भनेर हामी चाहिँ पिछुबाट फर्किँदैछौँ गाइज देखो गाइज भइसक्यो त्यही हो गाइज अब रुम गएपछि भेट्छु बाई गाइज अब हामी चाहिँ जाँदैछौँ हेर यो खिला भन्छ भए म आफै गरिब छु हामी चाहिँ रुम पुगिसक्यौँ अनि अहिले चाहिँ नास्ता बनाउनुको हो भने सुत्छु थकाइ लाग्छ बाई गाइज लभ यु थ्याङ्क यू फर वाचिङ